हजुर सुई हात गर्दै माथि भोलितिर बुझ्छु है अध्यक्षको काम भएर भोलि आउँछु भनेर दिदीबहिनीहरू साह्रै खुसी लाग्यो बाहिर निस्केको सबैजना जाने हो कि बाहिर निस्किने किन निक्लिनु बाहिर एकछिन विश्वास नथ्यो ढिलो हुन्छ भनेर त्यही साल अब अलिकति बुझ्नु पनि जरुरी छ है हुनु त अब बुझेको छ होला के अरे प्रायः जस्तो नै अब दैलोलाई चरा पनि हुन्छ मान्छे आउँदै धुँदै गर्नु हाम्रो पूजाकोलाई आउनुभएको कोही बाहिर हलमा हुनुहुन्छ भने भित्र आउनुहोस् है त्यहाँ बाहिर नबस्नु बाहिर बस्नुहुन्छ भने धर्मै कम्प्लिट गर्नुहुन्छ नमो गुरुवे नमो बुद्धाय नमो धर्माय नमो संघाय संघे गुरु kenyi shi dushin shi na ba jamba ya to den shi na kiru mo se pe ma do an bra so an de kiru mo so chen la de chen la ngya sa tembe la so chen ben go ja la ten go se yu me chu ge sen ge so an de त्रिकाल संपूर्ण बुद्धहरू महान गुरुपति शिव मंगलले माताहरूले सम्पूर्ण प्राणीहरूले विशुद्ध सर्वज्ञ तथागत सम्यक सम्बुद्धको अनुत्तर ज्ञान बोध गरी विमुक्ति प्राप्तिको लाभ होस् भन्ने शुद्ध सङ्कल्प साथ यस पवित्र धर्मस्थल BCC गुम्बामा आज दिवंगत स्वर्गीय गोकुल बहादुर गुरुङज्यूको सिमिकाई अर्थात् शाक्सुम 3 दिनको पुण्यतिथिमा उपस्थित हुनुभएका यहाँका परिवारजनहरू र यसै गरी अन्य इष्टमित्रहरूले सर्वप्रथम अभिवादन भन्न चाहे र यसको साथसाथै दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकाकुल परिवारप्रति हार्दिक संवेदना प्रकट गर्दछु र विशेष गरेर भगवान बुद्धको मार्गदर्शन अनुसार अथवा उहाँले बताउनु भएका जति पनि धर्महरू छन् त्यस सम्पूर्ण धर्महरूको सार समेटेर केही कुरा भन्नुपर्दा उहाँले गरेको चाहिँ 4 अन्तको विषयमा लिएर त्यसलाई जोडेर केही कुरा भन्नुभएको छ। विशेष गरेर चाहिँ तपाईँ हामीहरू मानव जातिका सम्पूर्ण प्राणीहरू
मात्रै नभए यो भाव सागर पनि तपाईँको चाहिँ अनुद्य आफ्नो जुन चित्त दर्शनीय जुन एउटा फल पनि यसको माध्यमबाट चाहिँ हामीले प्राप्ति गर्न सकिन्छ। त्यस कारणले 21 दिन पनि एकदमै महत्त्वपूर्ण हो भन्ने कारण चाहिँ यो है। त्यस कारणले 21 दिन अथवा अब त्यसपछि तपाईँको चाहिँ 28 दिन हुन्छ। त्यसै गरेर अब 7 वटा हप्ता हुन्छ। 7 वटा हप्तामा 49 तपाईँको चाहिँ अन्तको हप्ता चाहिँ जसरी नै उसले चाहिँ अन्तर्भागको देहलाई चाहिँ परित्याग गरेर कुनै न कुनै चाहिँ देहले लाग्छ। भविष्यको जुन खोजिनु लाग्नु भनेको के हो भाव अन्तर्भाग भनिन्छ त्यसलाई चाहिँ। त्यो भाव अन्तर्भाग मध्येमा पनि उत्तम भनेको चाहिँ के हो त भन्दाखेरि तपाईँको चाहिँ बुद्धको भूमिको द्वार र आमाको गर्भको जुन एउटा द्वार चाहिँ त्यो चाहिँ उत्तम भनेर भनिन्छ चाहिँ। बुद्धको ज्ञान बोध गर्नुको लागि चाहिँ उत्तम जुनी भनेको नै तपाईँको चाहिँ मानव जुनी हो। मानव जुनी बाहेक अन्य तपाईँको चाहिँ अन्य अरू 5 लोक कुनैमा पनि प्राप्ति गर्नु सकिँदैन। पशु लोक, प्रेत लोक, तपाईँको चाहिँ असुर लोक र देव लोक होइन। तपाईँको चाहिँ त्योहरूमा चाहिँ बुद्ध ज्ञान प्राप्ति गर्नु सक्ने क्षमता छैन। त्यो गुणले युक्त भएको तपाईँको चाहिँ चोलो मानिँदैन। त्यो सम्पूर्ण गुणले युक्त भएको चलो भने पनि मानव चलो अब एकजना
पनि एकछिन त्यहाँ राख्नुहोस् है तपाईँ यतिकै उठेर बस्नु छिमी पहिला पत्ती यता राख्नुहोस् तपाईँहरू यहाँ मूल गर्दा यतिकै लाइन अलिक पछाडि जान्छ पछाडि ढोको पर्ने हुन्छ अब यहाँ अहिले तपाईँको चाहिँ नरक अनुसार अर्थात् तपाईँको चाहिँ नरक विमुक्ति पनि भनिन्छ दुर्गति परिशोधनको जुन एउटा साधना पनि भनिन्छ यसले विशेष गरेर तपाईँको चाहिँ नरक सुधार क्षमा याचना गर्ने जुन एउटा विधि पनि भनिन्छ अर्थात् तपाईँको चाहिँ शुद्धिकरण एवं परिशिष्ट गराउने जुन एउटा विधि पनि भनिन्छ यो विशेष गरेर चाहिँ सम्पूर्णमा गुरुहरूको सार जुन एउटा शान्तिदेव र क्रोधीदेवहरूको जुन एउटा सार समेटेको जुन एउटा साधना पनि भनिन्छ यो साधना अथवा यो अभ्यास गर्नलाई चाहिँ प्राचीन कालदेखि लिएर आजको समयसम्मको सर्व प्राणीहरूको जति पनि तपाईँको चाहिँ पाप कर्महरू छन् त्यो पाप कर्मलाई चाहिँ तपाईँको चाहिँ नाश गराउने शुद्धिकरण गराउने अथवा प्रायश्चित गराउने जुन एउटा उत्तम साधना पनि भनिन्छ र आज विशेष गरेर चाहिँ उहाँ स्वयं यहाँ उपस्थित भएर चाहिँ जुन आफ्नो शरीर वचन मनद्वारा आफ्नो जीवितकालमा रहँदाखेरि त्यो त्रुटिहरू छन् तपाईँको चाहिँ त्यो गल्तीहरू छन् त्यो गल्तीलाई चाहिँ सुधार गर्नुको निमित्त अथवा त्यो पाप कर्मलाई चाहिँ जुन प्रायश्चित गर्नुको निमित्त उहाँ स्वयं यहाँ तपाईँको चाहिँ उपस्थित भएर यो ढोक बन्धन गर्न सक्ने क्षमता हुन्छ त भन्दाखेरि हुँदैन किनभने त्यो भौतिक शरीर नभएको कारणले गर्दाखेरि भौतिक शरीरद्वारा उहाँ मुक्त भइसकेको कारणले गर्दाखेरि त्यो अवस्था प्राप्ति गर्न सकिँदैन त्यस कारणले गर्दाखेरि तपाईँ हामीहरू यहाँ जो कोही पनि हुनुहुन्छ तपाईँ हामीहरूले चाहिँ उहाँहरूको प्रतिनिधित्व गरेर उहाँ लगायतका जति पनि प्राणीहरू छन् त्यो सम्पूर्ण प्राणीहरूको प्रतिनिधित्व गरेर चाहिँ उहाँहरूका प्राचीन कालदेखि लिएर आजको मितिसम्म तपाईँको चाहिँ शरीरद्वारा भएको त्रुटि वचनद्वारा भएको त्रुटि मनद्वारा भएको त्रुटिहरू जति पनि छन् होइन त्यो सबै तपाईँको चाहिँ नाश होस् भन्ने खालको विचार अथवा त्यस्तो खालको एउटा सङ्कल्प गरेको माध्यमबाट चाहिँ यो पञ्च अङ्क ढो गरेबाट चाहिँ पक्कै पनि त्यो जुन एउटा दोष कर्महरूको नाश भएर जान्छ त्यो पाप कर्मको प्रायश्चित हुन्छ चाहिँ पाप कर्मको प्रायश्चित गर्नलाई चाहिँ तपाईँको चाहिँ एकदमै जङ्गलमा बसेर चाहिँ हुन्छ नि ओडारमा बसेर तप गर्नुपर्ने जरुर हुँदैन त्यो भनेको चाहिँ मनको अवस्थालाई चाहिँ सम्हाल्नु सक्नु पऱ्यो मनको अवस्था सम्हाल्नलाई चाहिँ असङ्ख्य विधिहरू भए तापनि एकदमै सरल र सही तरिकाले हुन्छ नि एकदम सजिलो तरिका
अब त्यो प्लेटको पत्ती लिएर जानुहोस् उत्तरपट्टि पठाउनु एउटा पट्टी छ नि पट्टी बाल्नु उता धुपबाट बाल्नु छ घिउमा चप्ने मेन कर्ताहरू खुट्टा त दुखेन ढुक्दा बस्दाखेरि बिलियन देख्छ बिजोडी बाल्नु होला है तीनवटा पाँचवटा जति गर्नुहुन्छ छैन अरूले बढी बाल्छ अरू दाजुभाइ खाजा 8वटा त्यहाँ आएको छ 100वटा छ एउटा कि तिनवटा बाल्नु होइन सबैले बाल्छ 100 त्यहाँ भयो यहाँ ठुलो भएछ ए ओके अहिले जाँदाखेरि पाउनु अरे अब त नपुगिरहेछ अरे हो दिदी बत्ती बाल्नु छ है ओ भनेर त यहाँ हो होइन बत्ती बाल्नु आओ बाल्नु तल नानी दुईजना गर्नु है छिटो हुन्छ मिसोबाट पालो भ्याउँछ अगाडि बाबा त गएर उहाँ गएर 3 चोटि ढोकेर बस्ने है तीनवटा गर्नु है बिजोडी पानी सकिन्छ नि लास्टमा सकिन्छ उसले सक्छ उसले सक्छ आउनु तिनवटा बाल बिजोडी बाल्नु अरे बिजोडी बाल्दा हुन्छ हजुर भन्नुभएको थियो अघि बिजोडी बाल्नु भन्नुभएको थियो कि जतिवटा बाले मैले 3टा बाल्यो नि आउनु 3टा नेपालमा चाहिँ बिजुली बाल्नु भन्नुहुन्छ क्या उहाँसँगसँगै आफ्नो पितृ पनि सम्झिँदा हुन्छ भन्नुहुन्थ्यो कि हामीलाई त उहाँले बोलाइदिने मैले
कस्तो जाडो छ आज अनि कता गयो जाने मन्दिर जानु यहाँ फाप्रे सबै साह्रो चिसो भयो आउन कति बाल्नु बाल्नु यासी पाउनु चार अब यो चिज बाल्नु गर्दैन यासी बाल्नु बेला र त्यसले सम्झेपछि आफू बाल्नु मेरो बाल्नु आफू बिजोड बाल्नु जोड होइन बिजोड बाल्नु सबै पछि लाइन लगाएर अनि आएर धोएर अनि बल्ल Thank you.
विशेष जुन तपाईँको चाहिँ पूजा अर्पण गर्ने जुन सिमिकाई हुनुहुन्छ सासुन अथवा तपाईँको चाहिँ 3 दिनको खाना दिने पनि भनिन्छ। यो खाना दिनुको निमित्त यतिकै हामीले भौतिक सामग्रीद्वारा बनेका त्यो तपाईँको चाहिँ खानाको तरिका त्यहाँ मात्रै मात्र पाइजाने हुन्छ भन्दाखेरि त्यो पनि त्यो पाउनुको लागि चाहिँ तपाईँको मन्त्र मुद्रा समाधिको माध्यमबाट चाहिँ यो भोजन त्यो भोजनलाई चाहिँ विशुद्ध र पवित्र बनायो भने मात्रै यो भोजन चाहिँ दान दिनु योग्य हुन्छ र यो भोजनलाई चाहिँ सुरमा परिणत भएर जान्छ। त्यो सुर भनेको चाहिँ तपाईँको चाहिँ वास्ताविको खाना अथवा गन्धर्वको खाना पनि भनिन्छ। हो त्यो भोजन प्रदान गराउनको निमित्त त्यो भोजन ग्रहण गर्ने जति पनि विषय छन् त्यो उहाँहरूलाई चाहिँ प्राप्ति गराउनको निमित्त अथवा उहाँहरूलाई पनि प्रकट गराउनको निमित्त चाहिँ मुद्रा मन्त्र र समाधिको जुन ध्यान छ त्यो अनुभव रूपमा चाहिन्छ। यदि खाना दिएर आगोमा हालेर मात्रै हुने पनि हुन्न। त्यस कारण यो सबै कुरा विधिगत रूपमा गर्नु चाहिँ एकदमै जरुरी छ। बल्ल हामीले गरेका त्यो कर्म चाहिँ एकदमै सिद्ध हुन पुगिन्छ र त्यसैद्वारा चाहिँ जो विघ्न भएको व्यक्ति हुनुहुन्छ उहाँ लगायतका जति पनि यो चलाउने ठाउँ जुन विशेष छ सबैको जुन एउटा जुन तपाईँको चाहिँ वास्तविक जुन कारण चाहिँ बल्ल पुरा भएर आउँछ। त्यस कारणले सर्वप्रथम हामीले मन्त्र मुद्रा समाधिको माध्यमबाट चाहिँ यो भोजनलाई चाहिँ विशुद्ध र परिपक्व बनाइसकेपछि अब कसलाई यो दान अर्पण गराउने त भन्दाखेरि चारको अतिथि गर्नलाई चाहिँ आह्वान गरेर उहाँहरूलाई चाहिँ आमन्त्रित गराएर चाहिँ उहाँहरूलाई तपाईँको चाहिँ यो भोजन प्रदान गराउनुपर्छ अथवा यो जुन एउटा पूजा अर्पण गर्नुपर्ने हुन्छ। त्यस कारण सर्वप्रथम कसलाई अब अर्पण गर्ने त भन्दाखेरि सेवा सत्कारको अतिथिगण भगवान त्रिरत्न त्रिकाय र त्रिमूलका जति पनि देवगणहरू छन् विशेष गरेर चाहिँ अलौकिक देवगणहरू हुन् जो तपाईँको चाहिँ बुद्ध ज्ञान प्राप्ति गरिसकेका जति पनि बोधिसत्व बुद्धहरू छन् त्यो सम्पूर्णलाई
आह्वान गरेर चाहिँ यो आकाश आफ्नो बसेको सामुन्नेको आकाशमा चाहिँ रातको तारा जुन तपाईँको चाहिँ उत्पत्ति भएको चाहिँ असङ्ख्य तपाईँको चाहिँ रूपमा चाहिँ उहाँहरूलाई आह्वान गरेर उहाँलाई यो प्रथम चोखो भाग चढाएको कुनै प्रतिफलको कारणले गर्दाखेरि आफ्नो मनको त्यो दोष हुन्छ नि तपाईँको चाहिँ क्लेश रूपीको जुन एउटा दोष आवरण र गैर रूपीको जुन एउटा दोष आवरण यी दुईवटा आवरणहरूलाई चाहिँ मुक्त गराएर अथवा त्यसलाई चाहिँ शोधन गरेर चाहिँ पुण्य सम्भार र ज्ञान सम्भारको जुन एउटा फल चाहिँ प्राप्ति हुन्छ र त्यही फलको माध्यमबाट चाहिँ उत्तम सिद्धि र साधारण सिद्धि प्राप्ति गराउनेको मूल कारण चाहिँ यो प्रथम चौथो भाग चाहिँ जुन तपाईँको चाहिँ सेवा सत्कारको अतिथिगणहरूलाई अर्पण गरेको कारणले गर्दाखेरि प्राप्ति हुने हो। अब दोस्रो तपाईँको चाहिँ कसलाई चढाउने हो भन्दाखेरि दोस्रो भनेको नाथ गुण गरेको अतिथिगण धर्मपाल भनिन्छ। धर्मपालमा पनि लौकिक अलौकिक असङ्ख्य धर्मपाल हुन्छ। त्यसमध्ये विशेष गरेर चाहिँ अष्टमहादेव अष्टनागदेव अष्टरहुला र 9वटा भैरवहरू छन्। त्यसै गर्न 10 दिशाका भूमिपालहरू होइन। त्यसै गरेर तपाईँको चाहिँ चतुर महाराजाहरू छन्। अन्य तपाईँको चाहिँ कुशल कर्मलाई चाहिँ संरक्षण दिने जति पनि ब्रह्मदेव क्षेत्रदेव लगायतका असङ्ख्य तपाईँको चाहिँ धर्मपालहरूलाई चाहिँ आह्वान गरेर उहाँहरू पनि तपाईँको चाहिँ कम्ती मात्र 1-2वटा मात्र नभइकन यो आकाशमा जसरी मेघ उत्पन्न हुन्छ होइन बादल चढ्दा चाहिँ एकदमै धेरै मात्रामा तपाईँको चाहिँ उहाँलाई चाहिँ आमन्त्रित गराएर बोलाएर चाहिँ आफूले यो दोस्रो भाग उहाँहरूले चढाएको कारणले गर्दाखेरि आफूले दैनिक रूपमा धर्म अभ्यास गर्नुहुन्छ अथवा कुशल कर्म धर्मको कर्महरू गर्नुहुन्छ भने त्यसलाई चाहिँ तपाईँको चाहिँ सिद्ध गराउनुको निमित्त चाहिँ धर्मपालहरू चाहिँ संरक्षण दिन्छ। त्यो मात्र नभइकन दैनिक रूपमा तपाईँ हामीहरू पृथकजनले जुन साधारण तपाईँको चाहिँ जीवनयापन गर्नुहुन्छ भने त्यो जीवनयापन गराउनुको निमित्त जे कामकाजहरू गर्नुहुन्छ त्यसलाई पनि सफल पार्नुको निमित्त चाहिँ त्यो धर्मपालहरूले चाहिँ संरक्षण दिन्छ र त्यो सफल पार्न नदिने जति पनि बाधाहरू हुन्छन् त्यसलाई पनि रोकथाम गर्ने कटनी गर्ने काम चाहिँ कसले गरिन्छ त भन्दाखेरि धर्मपाललाई पुज्नको कारण गर्दाखेरि र धर्मपाललाई पूजा अर्पण गरेको कारण गर्दाखेरि चाहिँ त्यो फाइदाहरू चाहिँ हामीले प्राप्ति गर्न सकिन्छ। दैनिक रूपमा हामीले यो काम भएन त्यो काम भएन भनेर बसिरहेको हुन्छ तर त्यो काम हुने काम चाहिँ के हो भन्दाखेरि हामीले खासै त्यसमा ध्यान दिन्न। त्यस कारणले गर्दाखेरि त्यो जुन एउटा सोच विचारको माध्यमबाट हामीले यो जुन एउटा दोस्रो भाग उहाँहरूलाई चलाउन सक्यो भने पक्कै पनि त्यो फाइदा चाहिँ हामीले प्राप्ति गर्न सकिन्छ। र तेस्रो भाग चाहिँ छलो प्राणीहरू विशेष गरेर तपाईँको चाहिँ करुणाको अतिथिगण अथवा करुणाको विषय भएको हुनाले उहाँहरूलाई चाहिँ करुणाको माध्यमबाट चाहिँ उद्धार गर्नुपर्छ भन्छ। अब यो छलोको प्राणीहरूको दुःख पाउनेको मूल कारण भनेको नै तपाईँको चाहिँ अज्ञानताको कारण गर्दथ्यो अथवा तपाईँको चाहिँ यो छलोकमा जन्मनु मूल कारण पनि यो 6वटा क्लेश 6वटा दोष कर्मको कारण गर्दाखेरि रिस राग अज्ञानता तपाईँको चाहिँ ईर्ष्या घमण्ड लगायतका ती 6वटा दोष कर्महरू छन्। त्यसको कारण गर्दाखेरि भएको हुनाले त्यो दोषहरूलाई चाहिँ जरैबाट मुक्त भएर चाहिँ छलोको प्राणीहरू आफ्नो दुःखबाट मुक्त भएर चाहिँ मुक्ति र मोक्ष अन्तमा गएर चाहिँ आफ्नो भगण्ड वास्तविक जुन एउटा ज्ञान प्राप्ति गर्न सकुन् भन्ने खालको भावनाद्वारा यो तेस्रो चाहिँ उहाँहरूले चलाउनु पर्यो। उहाँहरू पनि तपाईँको चाहिँ एकदमै असीम रूपमा चाहिँ जुन आह्वान गरेर होइन उहाँहरूलाई तपाईँको चाहिँ त्यस्तो खालको सङ्कल्प गरेर चलाउनु पर्यो। र अन्तको भाग चाहिँ तपाईँको चाहिँ बितेको व्यक्ति आज विशेष गरेर तपाईँको चाहिँ गोबी होइन तपाईँको गुगल बहादुर गुरुङ ज्यू लगायतका जति पनि तपाईँको चाहिँ जुन दिवंगत हुनुभएका ती सम्पूर्ण प्राणीहरूलाई समेटेर चलाउने तरिका एउटा छ भने चाहिँ एउटा चाहिँ तपाईँको चाहिँ बाधाहरूलाई समेटेर चलाउनु पर्ने हुन्छ। बाधाहरूलाई किन समेटेर चलाउनु पर्यो त भन्दाखेरि हाम्रो दैनिक जीवनमा जति पनि बाधाहरू छन् लगन जस्ता हाम्रो इच्छा आकांक्षा परिपूर्ति नहुने त्यो कामहरूमा अवरोध हुने मूल कारण भनेको नै हाम्रो पूर्वजन्मको ऋण कर्महरू चुक्त नभएको कारणले गर्दा त्यो खाएको ऋण हुन्छ लागेको ऋण हुन्छ पिएको ऋण हुन्छ होइन धन सम्पत्तिको ऋण हुन्छ भने सेवा सत्कार गरेको ऋणहरू पनि हुन्छन्। सेवा सत्कार गरेको के ऋण लाग्ला भन्ने जस्तै लाग्छ नभएन आर्यावलोकतेश्वरको स्वरूपमै त्यसैको कायमा चाहिँ सम्पूर्ण मन समेटेको होइन बुद्ध भगवानहरू र त्यसको माध्यमबाट आफूले चाहिँ तपाईँको चाहिँ आर्य अवलोकतेश्वरको धारणा मन्त्र लयबद्ध रूपमा सबैजनालाई एकैछिन जपौँ। त्यसपछि मानी जप्दै चढाउने त्यहाँ आगोमा पनि गफ गरेर होइन कि मानी जप्दै है
कफर्दैन रे छोराहरू पछाडि पछि उहाँदेखि ल्याएकोले पछाडि पछाडि बस्छ है छोराहरू पहिला यो त छैन नि है यो फोटो त्यो बनाएको मसला रक्सी चाहिँ हजुरको है बिक्रीले चराइहाल्ने होइन आगोमा जाँदैन है हजुर ऊ त्यो अघि त्यो यो रक्सी चाहिँ पानी हो पानी पानी त्यो पानी यति ठिक छ त्यो कोक त होइन यहाँ अलिकति हालेको छ यो त्यो मादक पदार्थ भन्छ पदार्थ के भन्छ त्यो यहाँ जान्दैन क्या धर्म गर्नुको छ जानु उहाँलाई हुन्छ है भन्छ हामीहरूले ठिकै छ अब उहाँले जो आफ्नो पुगेपछि उहाँ अझै पनि तपाईँको अन्तर्गतमा हुनुहुन्छ त्यसको अन्तर्गतमा तपाईँ 49 डेज अनि 7 हप्तासम्म हामी सँगसँगै रहिरहन्छ हामी जब बोलेको सबै लेखिरहन्छ है हामीभन्दा हजुरको उहाँ त छिटो पुग्छ छिटो सुनिन्छ छिटो देखिन्छ त्यसैले अब उहाँले चाहिँ अब जे गर्नुभएको छ उहाँले देखिरहनु भएको छ बोल्नु सक्दैन है अब अब भौतिक शरीर त गइहाल्यो होइन त्यसै चाहिँ हजुरहरूले यस्तो प्रार्थना गर्नुहोस् इमेजिन गर्नुहोस् आजभन्दा हप्ता दिन अगाडि भन्नु कुनै दिन अगाडि कस्तो कुरा हुन्थ्यो बोल्थ्यो त्यो एउटा सम्झना याद गरेर ड्याडी मम्मी ससुर आमा जोलाई सम्झेर हामी यो सुख चाहन्छु मन्दिरमा प्रार्थना गर्नुहोस् है त अब तपाईँको 49 डेज 7 हप्तासम्म मिलिरहन्छ है हजुर त्यसैले अब यो गर्नुहोस् 악령에서 몸에 봐 이식이 뒤지 여서 충분히 되게 엄람 약하거든. तिजोरी पानी छाप्ने अनि पहिला यो पिठो हाल्नु है पाला पाला हो त्यसपछि ड्राई फर्स्टमा हाल्नुहोस् त्यसपछि त्यसमा है बी केयरफुल अनि यो यिनीहरू ड्राईहरू चाहिँ हातले मान्छौ कुनै लिएको छ भने मैले चम्चा राखिदिएको छु यसले हाल्नु पाला पाला गरेर छिटो आउनुहोस् है हजुर है त ड्राई पहिला हाल्नु पहिला पानी त्यसपछि पिठो अनि ड्राई चिजहरू पहिला हाल्नुहोस् अनि हजुर अगाडि मान्छे छिटो आउनुहोस् पिठो दिन्छ यो खानेकुरा च्याच्या गरेर दिइहाल्नु त त्यसो गर्दा हामी त अझै कति खाएको छैन सबै लगाइदिनु अलि सबै ड्राई
अलिक धेरै हाल्दा हुन्छ ल अलिक धेरै धेरै युज गर्दा हुन्छ कि सिधा यो चाहिँ अलि धेरै नहाल यो ड्राई हो ड्राईहरू चाहिँ धेरै हाल्दैन नि लगाइदिने अब यो चटनीहरूलाई यसरी हाल बाबु यसो गर यसरी अलिअलि यसरी हाल है यसरी हाल नि भएको हुन्छ ल ल अब यो चटनीहरू लगाउँछु कि यो हाल्दैन यो पनि हाल्नु सबै सम्झेर दिनु है गएको माललाई यो अलिकति छेउ चढ अलिकति हातले यसो गरेर उल्टो यसरी चढ अलिकति छेउ है छेउमा है अलिअलि मात्रै अलिअलि अलिअलि है बाबु है आगो जाउँ आउनुहोस् चढाउँदैन साइडमा चाहिँ हाल्छु मेन त हो यो सुर हो क्या हाल्ने पिठो हाल्ने मेन यो लगाइदिनु अलि हल्का यो नि मिचिन्छ त्यही भएर ड्राई अलिक पहिला गर्नु ड्राई पहिला हाल्नु त्यो गरेर खान्छ अरूलाई पनि राख्छु पछि नै आउँछ सबै आउँछ नि पानी हाल है पानी तर यहीँ छ गरेर के अरे अब फेरि बढाउँछ फेरि पानी बनाउँछ है सबैले लाउँदै गर त्यत्रो जानु सबैले ठुला बेलामा आउँछ अलिअलि छेउमा हाल्ने अलिअलि छेउमा हाल्ने बिचमा नहाल्ने छेउछाउमा त्यसरी चलायो नि हुन्छ नाम भन तीनचोटि ढोकेर बस्छ है बाबु हुन्छ र म बाहिर
तर ढिलो बसेर जानु न त्यो अप्परमा आउँछ मायाले हो उल्टो दिनु छैन Oh
Yeah.